सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आँचल वीरहरूका रगतले स्वतन्त्र र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड छ प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। जय नेपाल। दर्शकहरू नमस्कार। यो राष्ट्रिय गान मलाई याद छ कि छैन भनेर एकचोटि रिपिट गरेको हो। सामाजिक सञ्जालमा भिडियोहरू हेर्दै गर्दाखेरि वरिष्ठ पत्रकार हुनुहुन्छ दिवाकर शाहजीको एउटा समारोहमा उहाँले चाहिँ ठुला दिग्गज मेयर उपमेयर अध्यक्ष वडा अध्यक्ष लगायत गाउँ त्यो ठाउँका दिग्गज व्यक्तित्वहरू जुन समाज सेवामा लागेका एकदम अग्रज व्यक्तित्वहरूसँग उहाँले यति सोध्नुहुन्थ्यो कि तपाईले यो कार्यक्रममा यो पहिलोचोटिमा बजेको राष्ट्रिय गान बजेको थियो, नेपालको राष्ट्रिय गान एकचोटि सुनाइदिनुहोस् भनेर इन्टरभ्यू लिनुहुन्थ्यो र त्यहाँ सय ढुङ्गा फुलका हामी सय थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौममा फैलिएको। त्यसपछि हाम्रो के थियो? हाम्रो देशको राष्ट्रिय गीत हामी सबै थुन्का नेपाली सबै हामी एउटै तराई पहाड मधेसी सबै हामी एउटै परिवारको मान्छे हो। त्यो समेटेर राखेको छ। बडो दुःखद हो सर। हाम्रो देशको राष्ट्रिय गीत के हो? सय थुङ्गा फुलका हामी। सुनाइदिनुहोस् न। सय फुलका थुङ्गा हामी सय थुङ्गा फुलका हामी एउटै माला नेपाल राष्ट्रपति के आवाजै आएन त। सय थुङ्गा फुलका हामी एउटै माला नेपाली राष्ट्रपति कोटि कोटि सम्पदा छ ज्ञान भूमि शान्त भूमि तराई पहाडीमा सर्वभौम फैलिएका मेची। भएन। हाम्रो देशको राष्ट्रिय गीत के हो? सय थुङ्गा फुलका हामी एउटै महानेपाली। राष्ट्रिय गान के छ हाम्रो देशको? त्यो भन्नुपर्छ अलिकति बताइदिनुहोस् न। त्यो तैँले मलाई त्यति थाहा। अब नेक्स्ट टाइम तपाईँसँग भेट्दा तपाईँ आफ्नो राष्ट्रिय गीत चाहिँ याद गरेर ल्याउँछु। एकचोटि राष्ट्रिय गीत के हो हाम्रो देशको भनिदिनुहोस् न। सय थुङ्गा फुलका हामी एउटै माला नेपाली हिमाल तराई पहाड कोही त्यो राष्ट्रिय गान के हो बताइदिनुहोस् न। गान आउँछ थियो के हो राष्ट्रिय गान? ढुङ्गा फुल त ढुङ्गा होइन हजुर नेपाली हो। सय थुङ्गा फुलका हामी यो गीत आउँछ? हाम्रो देशको राष्ट्रिय गीत आउँछ। सुनाइदिनुहोस् न। सय थुङ्गा फुलका हामी एउटै महानेपाली माला नेपाली सय थुङ्गा फुलका हामी एउटै महानेपाली माला नेपाली। राष्ट्रिय गीत हाम्रो देशको राष्ट्रिय गीत सुनाइदिनुहोस् न। राष्ट्रिय गीत यहाँ सुनाउनु पर्छ? भनिदिनुहोस् न। यहाँ होइन, यो पुरै जनताको लागि हो। ल भयो राष्ट्रिय गीत। अब के सुनाउनु पर्छ? राष्ट्रिय गीत जथाभावी कुरा होइन। जथाभावी राष्ट्रिय गीत त जथाभावी कुरा भएन नि सर। जनमत पार्टीको सुनेको मात्रै होइन, हामी देखेको पनि छौँ। कर्मचारीहरूलाई लुगा खोलेर रोडमा सडकमा घुमाइदिनुहुन्छ तपाईँ। अब जनमत पार्टीको कुन व्यक्तिले के गरियो त्यो म भन्दिनँ, तर जनमत पार्टीको यस्तो सिद्धान्त होइन लुगा खोलेर यस्तो कारवाही गर्नु। यो पार्टीको विचार होइन, पूर्व घटना भनेको मैले। यो पार्टीको विचार होइन। कुनै व्यक्तिले के गर्छ त्यसको सरकार म भन्दिनँ। राष्ट्रिय गीत याद छैन अहिले। यहाँबाट के सिकेर जाँदै हुनुहुन्छ? यहाँ त अब धेरै कुराहरू चाहिँ विज्ञहरूबाट चाहिँ आयो। त्यसमा केही जानेको पनि कुरा थियो, केही नजानेको धेरै कुराहरू हामी धेरै
हाम्रो देशको राष्ट्रिय गीत के हो? जिला बारा राष्ट्रिय गीत के हो? राष्ट्रिय गीत काल्ला म राष्ट्रिय गीत सोधिरहेको छु, तपाईँको एड्रेस छैन। राति राति फुल्का उहाँ सिकाउँदै हुनुहुन्छ। सजो फुल्का यो फुन्का यो हाम्रो राष्ट्रिय गीत हो। कस्तो थियो यो 2 दिनको बसाइ यहाँ? राम्रै थियो, सबै म्यानेजमेन्ट ठिक थियो होइन, राम्रै खाना होटलहरू राम्रो थियो, एकदम राम्रो थियो। राम्रो थियो है। जनमत पार्टीले भ्रष्टाचार गर्यो भन्दै, काम राम्ररी गरेन भन्दै जनमत पार्टीले कर्मचारीलाई नङ्ग्याएको थियो जनकपुरमा, याद छ कि छैन? याद छ, जनकरबार गरेको याद छ। तपाईँ मलाई एउटा कुरा बताउनुहोस्, छिन्नमस्ता मातालाई साक्षी राखेर म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिँदिनँ भनिदिनुहोस्। एकदम मेरो हाम्रो पार्टीको पनि नारा हो, मेरो पनि प्रतिबद्धता त्यही हो, नगर्छु नगर्न दिन्छु, एकदम कसम खान्छु। राष्ट्रिय गीत बजाएको थियो नि कार्यक्रमको स्टार्टमा? हजुर के थियो? सय फुलको फुलमा थियो त्यो पुरा सुनाइदिनुहोस्, हजुर पुरा सुनाइदिनुहोस्। सय फुलको सँगै एउटै नेपाली माला नेपाली भनेको थियो नि, त्यही हो। त कर्दला नगरपालिका धेरै दलित र अशिक्षित भएको नगरपालिका हो, त्यसमा आर्थिक बजेट सबभन्दा कम भएको हुनाले चुनौती त मेरो ठुलो छ। हाम्रो देशको राष्ट्रिय गान? हाम्रो देशको राष्ट्रिय गान फुल हाम्रो चाहिँ अहिले म याद सयौं थुगा फुलका हामी, अरू के भन्नुहोस् न? सयौं थुगा फुलका हामी एउटै माला नेपाली भन्ने अरू अरू सबै त्यही हो भनिदिनु। अरू अगाडि भनिदिनुहोस् न। अरू भन्ने मलाई अहिले याद भएको छैन कि अर्कोचोटि नेक्स्ट टाइम तपाईँसँग भेट्दा तपाईँ याद गरेर राख्नुहुन्छ, बाचा गर्नुहोस्। एकदम याद छ उहाँले बाचा गर्दै हुनुहुन्छ, नेक्स्ट टाइम हामी भेट्दा उहाँ याद गरेर राख्नुहुन्छ। हाम्रो देशको राष्ट्रिय गीत के हो? सयो थुगा फुलको हामी नेपाली, त्यो हो। अरू अरू त कुन नगरपालिका हो? रामगोपालपुर। हाम्रो देशको राष्ट्रिय गीत के हो? गाउन त थाहा छ तर धेरै नगरपालिका गाउँपालिकाका अध्यक्षज्यूहरूलाई हामीले राष्ट्रिय गीत सोधेका छौँ, उहाँहरूले भन्न सक्नु भएन। तपाईँलाई आउँछ हाम्रो राष्ट्रिय गीत? राष्ट्रिय गीत आइहाल्छ। के भन्नुहोस्? सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौम फैलिएका मेची महाकाली, अरू प्रकृतिका कोटी कोटी सम्पदाको आँचल, वीरहरूको रगतले स्वतन्त्र रहल ज्ञानभूमि शान्तिभूमि, तराई पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। सर सेल्युट, मैले तपाईँलाई सेल्युट गरेँ। हाम्रो देशको राष्ट्रिय गीत के हो? राष्ट्र के हो? नेपाल हो। नेपालको राष्ट्रिय गीत काठमाडौँ हो। काठमाडौँकै बताइदिनुहोस्। राष्ट्रिय गीत काठमाडौँको र नेपालको हुँदैन, देशकै हुन्छ। देशकै हुन्छ, पुरा देश नेपालभर हो। नेपालभरिकै हुन्छ। आउँदैन, गाएरै सुनाइदिउँ ल। सय थुङ्गा फुलका हामी एउटै माला नेपाली, प्रकृतिका कोटी कोटी। गलत भयो होइन, अहिलेसम्म एकजना पनि कोही मेयर साहब उपमेयर साहब भेट्नु छ, बुझ्नुभयो? तर तपाईँको पर्फर्मेन्सले चाहिँ नि बिर्सिनु। हामीले कसैले पनि सोधिदिन सक्छ, कोही बाहिर देशको मान्छेले विदेशको मान्छेले तेरो देशको राष्ट्रिय गान सुना भनेर भनिदिन सक्छ। कुनै कार्यक्रममा गएका छौँ हामीले, ल राष्ट्रिय गान फरर भन्नुहोस् त भनेर कसैले सोधिदिन सक्छ। भने त्यति बेला हामी यदि हामीलाई यादै छैन भने हामी अग्गमक्क हुनुपर्ने अवस्था आउँछ। त्यही भएर हामी नेपाली हौँ, नेपाली भइसकेपछि हाम्रो राष्ट्रिय गान र हाम्रो राष्ट्रिय धर्म, हाम्रो राष्ट्रिय जनावर, राष्ट्रिय जे पनि हाम्रो नेपाल राष्ट्रको हाम्रो राष्ट्रियतामा हामीले जहिले पनि प्रष्ट हुन सक्ने गरी हामीले जवाब दिन सक्नुपर्छ। सबैले आफ्नो मनमा ध्यानमा यो चाहिँ राष्ट्रिय गान चाहिँ कण्ठस्थ हुनुपर्छ। जहिले जति बेला पनि हामीले त्यो उच्चारण गर्न सक्ने, त्यसका अर्थ लगाउन सक्ने, भाव व्यक्त गर्न सक्ने यो हामीसँग यो क्षमता राख्नुपर्छ है। अब का दिनहरूमा यस्तो नहोस् होइन, प्रत्येक नेपाली जनसमुदायमा मेरो भिडियो पुगोस् र यो भिडियोको लास्टमा मैले आफैले राम्रो तरिकाले एडिट गरेर एउटा राष्ट्रिय गान पनि मैले लास्टमा लेखेर हालिदिनेछु। भिडियो पुरै हेर्नुहोला र लास्टमा राष्ट्रिय गान पनि कण्ठस्थ गर्नुहोला र कहिले यस्तो अवस्था नआओस् भनेर म यो भिडियो बनाएको छु। भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गरेर सबै नेपाली जनसमुदायमा पुर्याउनु होला भन्दै
अहिलेलाई भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार, जय नेपाल। थुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौमै फैलिएका मेची महाकाली, प्रकृतिका कोटि कोटि सम्पदाको आचल, वीरहरूका राजधानी स्वतन्त्र र अचल, ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल, बहु जाति भाषा धर्म संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो